हाई मैले चाहिँ फ्लिपकार्टबाट ग्रोसरिज अर्डर गरेको थिएँ रुमको लागि अन्त आज चाहिँ आएको छ सो म तपाईँलाई देखाउँछु के आएको छ भनेर मलाई चाहिँ मार्केट जानु पुरा अल्छी लाग्छ हैन यति बेसी के छानिबस्नु टाइम कन्ज्युमिङ हुन्छ त्यसले गर्दा चाहिँ मैले अर्डर गरेँ अन्त त्यहाँदेखि दुईटा आएको छ मैले चाहिँ बहिनीलाई ल्याइदिनु भएको थियो नि त अन्त त्यसले गर्दाखेरि चाहिँ यो कार्टुनमा चाहिँ पुरा भारी भएर अनि त्यसले गर्दा चाहिँ यो दुई चार झोला गरेर ल्याइदिनु भएको छ अन्त के छ म तपाईँलाई देखाउँछु ओके फर्स्ट आयो के भन्छ त्यसलाई म्युस्ली सरी प्रोनाउन्सिएसन चाहिँ अब म्युस्ली भन्छ होला हैन अन्त दिस almond walnut pista suzy and this is pasta the pasta चाहिँ मलाई लन्च लानुको लागि अब म लन्च चाहिँ प्रायः जस्तो फ्राइड राइस अन्त मामहरू बनाएर लान्छु अनि कोही सधैँ माम लानु चाहिँ अब कस्तो लाग्छ त्यही कारण चाहिँ बेला बेला चाहिँ अब चेन्ज गर्दै लानुपर्छ कोही कोही बेला चाहिँ फ्रुट्स लान्छु कोही कोही बेला त्यही हो पास्ताहरू लान्छु चाहिँ पास्ता अर्डर गरेको एन्ड कन्टेनर यो कन्टेनरको प्राइस चाहिँ छ यहाँ रहेछ 138 तर मैले चाहिँ 51 रुपिस हो कि कतिमा मात्रै अर्डर गरेको यो अब बजार गयो भने अलिकति भए पनि एक्सपेन्सिभ हुन्छ जति प्राइस लेखेको छ त्यही हुन्छ तर अनलाइनमा अलिकति कम्ती पर्छ मलाई त्यस्तो लाग्छ किनभने जति पनि मैले ड्राई फ्रुट्सहरू अर्डर गरेको छु त्यो पनि प्राइस भन्दा धेरै नै अब 20% 30% त्यो पनि कहाँ न कहाँ त हाम्रो लागि 20% 30% अफ भएको छ सो ओभरअल हेर्दाखेरि त कति बेसी गर्दाखेरि चाहिँ अब बजारमा चाहिँ के हुँदैन प्लस बजार गयो भने मलाई चाहिँ त्यस्तो लाग्छ अब टाइम कन्ज्युमिङ अनि कति कुरा फेरि पाउँदैन त्यसले गर्दा यता उता जान्छ भारी बोकेर यताउता त्यसले गर्दाखेरि चाहिँ म सक्दिनँ त्यो अन्त चाहिँ मैले फ्लिपकार्टबाट नै सबै ग्रोसरिजको आइटम्स त्यहीँबाट अर्डर गरेँ अनि मलाई कम्ती पनि पर्छ टाइम पनि म्यानेज हुन्छ अन्त यहाँनिर नै रुमकै तल्लोपट्टि नै आइदिइहाल्दिनु हुन्छ होइन उहाँहरू अनि अर्को सेकेन्ड कन्टेनर यसको प्राइस कति रहेछ 213 छ एमआरपी बट यो पनि मैले अराउन्ड आई डोन्ट नो एक्ज्याक्टली कति थियो तर 100 भन्दा चाहिँ कम्ती नै मैले अर्डर गरेको द्याट मिन्स कति मलाई कति भएन अब यो नै मैले दोकानमा गएर किन्यो भने सेम हो फिक्स प्राइस हो अनि बेसी घटायो पनि भएन 200मा दिन्छ बट मैले बिलो 100 लिएको द्याट मिन्स मलाई प्रफिट भयो एन्ड यो चाहिँ बिस्किटहरूको लागि कोही बेला लन्च लाँदा पनि हुन्छ यो कन्टेनरमा यसको छ 125 यो पनि मैले बिलो 100 लिएको तर यस्तो बेसी परेन मलाई अराउन्ड 50% नभए 40% चाहिँ कम्ती नै पऱ्यो कर्नफ्लेक्स मलाई कन्फ्लेक्स पुरा मनपर्छ त्यो दुधमा हालेर खानुभन्दा पनि त्यत्तिकै एक एकवटा त्यत्तिकै खानु त्यो चाहिँ अलिकति डुट्टे छ काजु डुट्टे छ लास्टली आई हेभ ओट्स तपाईँले देख्नुहुँदै होला होइन लास्ट भिडियो हेर्नुभयो होला म जिम जाँदै गरेको सो जान्छु कन्टिन्यू नै जान्छु अन्त अब त्यही हो बेला बेला फलो गर्नुपर्छ डाइट भन्नुहुन्छ होइन त्यसले गर्दा चाहिँ ओट्स पहिला पनि खान्थेँ खानु चाहिँ तर अनलाइनमा चाहिँ धेरै सस्तो परेर मैले अनलाइनमा किनेको सो मलाई कति बेसी कम्ती परेको छ सो तपाईँहरूको ओपिनियन पनि केही छ अनलाइन अर्डर मार्केटमा गएर लिनु यदि मैले गलत त गरेको छैन आई नो भेरी वेल तपाईँहरूको पनि आइडियाज ओपिनियन केही छ भने यु क्यान कमेन्ट डाउन सो बाई थ्याङ्क यू फर वाचिङ एन्ड किप स्पटिङ